नमस्कार, म भानु। आज हामी तपाईहरुलाई लिएर यात्रा गर्दैछौँ नेपालको पश्चिम पहाडी भूभागमा अवस्थित गुल्मी जिल्लामा। गुल्मी प्राकृतिक अनुपम सुन्दरताले भरिएको जिल्ला हो। यहाँका हराभरा पहाड, नदीहरू र सुन्दर गाउँले मनोहक दृश्य प्रस्तुत गर्दछ। गुल्मीको इतिहास पनि गौरविलो छ। यहाँका वीरहरूले देशको स्वतन्त्रता र लोकतन्त्रका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन्। यहाँको जनजीवन सरल र तर संस्कृतिले धनी छ। तीज, छठ, दीपावली र अन्य स्थानीय पर्वहरूले यहाँको जीवनलाई उत्साहित र रङ्गितता दिन्छ। युवाहरूको जोश, किसानहरूको श्रम र बुजुर्गहरूको अनुभवले गुल्मी जिल्लालाई केवल जिल्ला मात्र नभई जीवित कथा बनाउँछ। गुल्मी केवल भूभाग मात्र होइन, यो हाम्रो सांस्कृतिक गौरव र प्रेरणाको प्रतीक हो। हाम्रो माटो, हाम्रो मानिस, हाम्रो इतिहास यो जिल्ला नेपालकै एक अद्भुत गहना बनाएको छ। तसर्थ तपाईँ पनि अवसर पाउँदा गुल्मीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर र यहाँका जनजीवनको अनुभव अवश्य लिनुहोला।